फाइनल्ली होइन उठिसकेर टक्कसँगले मेरो पसलमा आइसकेको छ भने होइन पसल चाहिँ हिजै टक्कसँगले क्लिन छ सबैतिर होइन सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन मेरो भ्लगलाई चाहिँ फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अनि त्यसै गरी मन पऱ्यो भने लाइक पनि गरिदिनु होला होइन टक्कसँगले होइन अनि त्यहाँबाट यस्तै हो टक्कसँगले मिलन दाजु चाहिँ आउनु भइरहेछ होइन टक्क इन्डाइभ जानलाई इन्डाइभ गर्दै हुनुहुन्छ कहाँको हेर्दै हुनुहुन्छ लोकेसन जान आँट्नु भएको होला अहिले चाहिँ हिट नोट भइरहेछ होइन अनि यस्तै छ होइन मेरो भ्लगलाई चाहिँ फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने फेरि पनि भन्न गए सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला ल मेरो सब्सक्राइब चाहिँ मात्र 65 मात्र छ होइन टक्कसँगले मेरो भिडियोलाई चाहिँ टक्कसँग यस्तो छ होइन अब म चाहिँ अब आजको दिनदेखि चाहिँ टक्कसँगले भ्लगलाई चाहिँ कन्टिन्यू दिनेछु मेरो भ्लगलाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला म रमाइलो भिडियो बनाउने बेला छु होइन अनि यसले हाम्रोतिर चाहिँ यतातिर भनेको चुनावको माहौलले होला मान्छेहरू पनि कम हुँदैन होइन अलि यताउता जमघट कम भइरहेको छ भने भोलिको चाहिँ भोट हाल्ने दिन होला होइन अनि टक्कसँग भोट हाल्न गइने हाम्रो मिलन दाजु चाहिँ टक्कसँगले आइसक्नु भएको छ दाजु अनि के छ भन्नुहोस् मेरो त टाइम छ यार म हेरेर दाजु हिँडिहाल्नु दाजु यस्तै हुनुहुन्छ कि यस्तै गर्नुहुन्छ दाजुले चाहिँ मलाई कस्तो दुःख लाग्छ होइन मिलन दाजु त अहिले यस्तै गर्नुहुन्छ क्या कस्तो सट्टै हिँडिहाल्नु त होइन हाम्रो अङ्कलहरूको चाहिँ कासुका तान्ने होइन यता छ भने होइन यस्तै छ जिन्दगीको यात्रामा हाँसिरहनु ल भने जस्तो नि मेरो मिनी भ्लगलाई चाहिँ हेर्दै गर्नु होला होइन हेलो गाइस म चाहिँ टक्कसँगले खाजा खाँदैछु होइन टक्कसँगले बिहानको काम चाहिँ लगभग सक्छ अब खाजा खाने टक्कसँग एकछिनमा पनि खाने 11 बजीतिर अनि यस्तै छ कमेन्टमा धेरै लेख्नु नभुल्नु कि हजुरले चाहिँ बिहान चाहिँ खाजा के खानुहुन्छ भन्ने फाइनली टक्कसँगले म चाहिँ केक बनाउन गइरहेको छु होइन टक्कसँगले लेयरिङ भनेको चाहिँ सुरुमा गर्ने होइन अनि मैले चाहिँ 4 लेयर गर्नुपर्थ्यो होइन यो चाहिँ अलिकति पातलो भएकोले गर्न सकेन 3 लेयरै मात्रै हाने यसलाई होइन टक्कसँगले अनि त्यसलाई राख्ने तल टक्कसँगले अर्को लेयर हाने अनि एउटा मुनि पनि हान्नुपर्ने क्या मुनि चाहिँ अलिकति 4 लेयर हान्नुपर्ने तर म चाहिँ 3 लेयर मात्रै हान्छु तर हाम्रो लेयर गर्नु मोटो भयो भने चाहिँ के हुन्छ भने हाम्रो ऊ हुन्छ क्या पानी सुगर भन्ने जान्छ रसिलो झुसी चाहिँ हुँदैन धेरै ठुल्ठुलो बनायो भने चाहिँ त्यही भएर चाहिँ यो लेयरिङ गरेको होइन लेयरिङ अलिक सानसानो बनाउनु पर्यो टक्क अङ्कल चाहिँ दुध लिएर आउँदै हुन्छ होइन उता दुध भनेको दुधलाई म चाहिँ अर्को हान्न खोजेको अलिक भएन क्या लास्टै सानो भनेको तर म चाहिँ तिन नै मात्र बनाइदिएको हिजोको ब्ल्याक कसले खाएको थियो नि त छ्वास छ मिलन दाजु टक्कसँगले हाम्रो क्रिम चाहिँ भनेको चाहिँ गोल्डन चाहिँ होइन कालो बनाउनु पर्ने चाहिँ हाम्रो चाहिँ चक्लेट बनाउनु पर्ने नि त चक्लेट बन्स हालेर त्यही भएर चक्लेट कलर हालेर चाहिँ कालो बनाएको गोल्डन चाहिँ होइन मात्रै सबैले यसो गर्ने अनि हामीले चाहिँ टेस्ट बवाल आवाज भनेर चाहिँ टक्कसँग चक्लेट हाल्नुपर्छ यस्तो चक्लेट खालिसकेपछि यस्तो छोडिदिने यो राख्ने अनि त्यसलाई मिलाउने यो राखेर टक्कले गर्ने सुगर अहिलेको जसरी नै सुगर हजुर मान्छे
यसरी नै हाल्दा अहिले सेम तरिकाले गर्ने टक्क हाम्रो केक चाहिँ गइसकेको छ भने चाहिँ टक्कसँग यसरी बनाउने टक्कसँग गइसक्यो अर्कोपट्टिमा चाहिँ फुल उदाउनु भएको छ गर्मी लाग्ने भयो टक्कसँग हाम्रो चाहिँ यति टक्क इलाइची भनेको चाहिँ हाम्रो चाहिँ इलाइची टक्कसँग तातो पानी सताएर यस्तो गरेर हुन्छ फिनिसिङ चाहिँ दामी आउँछ टक्कसँग बराबरी गर्नु ठिक छ दाजु दाजु हामी त आएको दाजु बन्द गरिसकेको अङ्कल जानकारी दिनु दाजु